अखिल नेपाल फुटबल सङ्घ एन्फाले आसन्न साफ वुमेन्स च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा गरेको छ। एन्फाले गत आइतबार सामाजिक सञ्जाल मार्फत एन्जेला तुम्बापो सुब्बाको कप्तानीमा अन्तिम 23 सदस्यीय टोली सार्वजनिक गरेको हो। नियमित कप्तान सावित्रा भण्डारी चोटका कारण बाहिर रहेपछि प्रशिक्षक नवीन न्यौपानेले पुनः एन्जेलालाई कप्तानीको जिम्मेवारी दिएका छन्। टोलीमा कप्तान एन्जिलासँगै अञ्जना राणा मगर र उषा नाथले गोलरक्षकको भूमिका निर्वाह गर्नेछन्। यस्तै रक्षा पङ्क्तिमा पूजा राणा, गीता राणा, विमला विक, हिरा कुमारी भुजेल, प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोक्कर र सबिना चौधरीले खेल्नेछन्। मध्यभागमा पूर्व कप्तान रेणुका नगरकोटी, दिपा साई, प्रीति राई, सरू लिम्बू, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल र अनिता केसीले मौका पाउँदा अग्रपङ्क्तिमा भने रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउगाले जिम्मेवारी पाएका छन्। यसपटक नेपालको अग्रपङ्क्तिलाई साम्बा बिना नै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको छ। प्रतियोगिता आगामी मे 25 देखि जुन 5 सम्म भारतको गोवा स्थित जवाहरलाल नेहरू रङ्गशालामा हुँदैछ। पाकिस्तानले सहभागिता रद्द गरेपछि 6 टोली सम्मिलित प्रतियोगितामा नेपाल समूह एमा रहेको छ। उक्त समूहमा नेपालसँगै श्रीलङ्का र भुटान रहेका छन्। नेपालले आफ्नो पहिलो खेल 25 मेमा भुटानसँग खेल्नेछ।